Ladies and gentlemen, welcome to my video. I hope you enjoy the result of my video edit. Enjoy the video, and thank you. झुक्क्याएर यहाँ स्विजरल्यान्डतिर आएर के हो बादल अब कहाँ अब खै यो के भन्छ तिमी तिमीलाई फोनमा त झुक्याएको छैनौ नि। हेलो हाई नमस्ते सबैजनालाई अनि स्वागत छ हाम्रो यो सेकेन्ड भिडियोमा। अनि हाम्रो चाहिँ यात्राको आज सेकेन्ड डे हो अनि आज चाहिँ हामी बिहानै उठेर लाग्यौँ यात्रातिर। हामी अहिले जाँदैछौँ के लेकतिर। लेकको नाम के अरे फेवाताल युके को रालाताल भन्छ त्यसलाई। युके को ठुलो लेक बब्बाल छ। फेरि बोटिङ गर्न जाँदैछौँ हामी। घाम लाग्यो हुन्थ्यो भनेको लागिरहेछ सुस्त सुस्त है। त्यही त हल्का हावा कम भइदियो पार दामी हुन्थ्यो बोटमा यसो। ल बादल सर हामी घुम्छौँ भने घुम्नु पनि पर्यो कहिले काहीँ यसो रमाइलो होइन। होइन होइन भिडियो हजुर नाइ विदेशी लाइफ यस्तो काम गर्ने अब छुट्टी मिलाएर घुम्ने घुम्नु पनि पर्यो। काम 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 मात्र त अलिक मजा आउन नि त। त्यही हल्का त्यही त हो र। सिधा कुरा जनतासँग छ। आज एकदम हावा चलेको छ। अहिले भर्खरै हाम्रो सरले मलाई माइक ह्यान्डओभर गर्नु भएको छ है। अनि आज एकदमै हावा एकदम मजाले चलिरहेको छ होइन। बाहिर अब देख्न सक्नुहुन्छ होइन। मैले हावा बोले जस्तो लाग्छ होला। हेर्नुहोस् हेर्नुहोस् यहाँ बाहिरको नजारा यहाँ म अब कति दिनको लागि हो यो? हामी चाहिँ अब भन्नुपर्दा टक्क अब हामी घर चाहिँ हामीले शुक्रबारको दिन के भन्छ दिउँसोको हाम्रो 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 के भन्छ कटेज हाम्रो छोडेर चाहिँ हामी चाहिँ फ्राइडेको दिन के भन्छ दिनको 1 बजी हामीले त्यहाँबाट हामीले हाम्रो 1 बजीबाट हामीले हाम्रो के भन्छ होइन सुरुवात होइन त्यो हाम्रो होइन एकछिन के भन्छ हाम्रो गन्तव्यको सुरुवात गरेको थियौँ होइन। अनि अब अझै हामी एकदम के भन्छ त्यसलाई उत्सुकता एकदम है अगाडि अब के होला अब अगाडि त्यहाँ के होला त्यो अब त्यो ठाउँमा कस्तो होला के छ कस्तो छ। हामी त एकदम हेर्नको लागि सबैजना एकदम म मात्रै होइन मेरा सबै दाजुभाइ इष्टमित्र होइन यहाँ सबैजना एकदम त्यो के भन्छ उत्सुकता एकदम मनबाटै पुरा एकदम चाहना है कस्तो छ होला के छ भनेर हेर्ने सबैलाई रहेछ। अब हामी जाँदैछौँ हाम्रो गन्तव्यतर्फ होइन। के हुन्छ कसो हुन्छ हामी हजुरहरूलाई एकदम देखाउँदै जानेछौँ। अहिलेको लागि चाहिँ हामीले के भन्छ यति नै भनेर बताउनु चाह्यौँ यस्तो। धन्यवाद। मागट यो त कोसी जस्तो छ त नि। यो त कोसी जस्तो लाग्यो यार मलाई। मस्त दामी भ्यू छ। गीत पनि खतरै छ मारेको छ गीतले पनि। यो हरियाली डाँडा पाखा अनि रमाइलो वातावरण सुनसान वातावरणमा मलाई क्या आनन्दित फिल भइरहेको छ। वर्षौँ दिनको थकान 1-2 दिनको घुम्ने एउटा मौका पाउँदाखेरि छुट्टी पाउँदाखेरि मलाई वर्षौँ दिनको थकान मेटिए जस्तो फिल भइरहेको छ। मलाई चाहिँ किन त्यस्तो हुन्छ भन्दाखेरि चाहिँ म नेपाल हुँदाखेरि त्यस्तो खासै काम गरेको गर्दिनँ थियो नि त। अनि ज्यादा घुम्थेँ। अनि यहाँ युकेमा आइकन पनि मैले आउने बित्तिकै काम स्टार्ट गर्न सकिनँ किनकि मलाई त्यस्तो काम गर्नुपर्छ भन्ने कन्सेप्टहरू थिएन। अनि त्यही भएको कारणले पनि मलाई यस्तो ठाउँहरू रमाइलो लाग्छ।
आनन्द लाग्छ अनि साथीभाइहरूसँग भेट हुँदाखेरि म धेरै लङ टाइम पछि यसरी साथीभाइहरूसँग भेट भएको नत्र म रुममा बस्दाखेरि एक्लै नै बसिरहेको हुन्छु अनि साथीभाइहरू पनि त्यति खासै मेरो युकेमा छैन नै अनि त्यो भएको कारणले पनि मलाई त्यस्तो भएको जस्तो लाग्छ तर जेनरली राम्रो रमाइलो ठाउँ छ तपाईँहरूलाई पनि हेर्नु न कस्तो आनन्द खालको ठाउँहरू छ रमाइलो ठाउँ छ क्या मलाई मात्रै होइन तपाईँहरूलाई पनि हुन्छ यो ठाउँमा जानुभयो भने सायद यसरी घुम्न पाउँदाखेरि मलाई कस्तो फिल भइरहेको छ भन्दाखेरि जस्तो यो ठाउँबाट घुमेर गइन्छ अनि त्यस पछाडि फेरि कसरी ड्युटी गर्न स्टार्ट गर्न सकिन्छ जस्तो फिल भइरहेछ क्या अलिकति नरमाइलो फिल हुन्छ होला त्यो टाइममा लास्ट टाइममा घर फर्किँदै बेलामा यस्तो ठाउँहरू छोडेर फर्किँदाखेरि भन्ने मलाई एउटा फिल भइरहेको छ सोचिरहेको छु म यस्तो ठाउँहरू रमाइलो ठाउँहरू घुम्न पाउँदा अनि साथीभाइहरू त्यस्तै मिल्ने साथीभाइहरू पाउँदाखेरि त्यो चाहिँ पछि मिस गर्छु होला म सायद फर्किने बेलामा धेरै नै यतिकैमा हामी पनि रमाइलो गफमा हाम्रो गन्तव्यमा आइपुगेछौँ पार्किङ होइन ए सिङ्गल चाहिँ हान्ने हो तपाईँलाई बनाउनलाई के ए तर लास्ट चिसो है यो हावा चलेर चिसो भएर आउँछ तातो हुन्छ ल त्यो हिजोको अनि आज यहाँ भयो भोलि चाहिँ कहाँ हो नि भोलि सरप्राइज छ कहाँ ए स्कोल्यान्ड पनि जाने हो यहाँदेखि त 2 घन्टा 3 घन्टा लाग्छ छैन र ए अब हामी बोर्ड खेल्ने हो टक्क होइन स्विमिङ गर्ने होइन तपाईँ स्विमिङ गर्ने होइन साथी स्विमिङ दामी छ दामी ल ओहो नाइस छ नाइस नेपालीको त एकजनाको अनुहार देखिँदैन त यार नेपालीको त अनुहार देखिँदैन यार कि बोर्डमै लगेर खाने हो कि बोर्डमै लगेर खाने ओ बजा सर कि बोर्डमै लगेर खाने हो खोलापारी छ अरे त्यहाँ त्यो के भन्छ मोमो मोमो चाउमिन चटपटे ठाउँ थियो अरे त्यहीँ गएर ए हजुर भन्नुहोस् अब हामी बोट हायर गर्दैछ है 4 जना होला म्याजेस्टिक बोट 1 घन्टालाई हेरौँ अब के हुन्छ यो मौसम अलि घाम खोल्दै गयो त बगान बोल ए भन्नु सोध्नु के बोलाउनु त यो पानी नभएर होला बोल्न पनि क्या अड लाग्ने अब हामी चाहिँ नि बोट हायर गरेर 1 आवरलाई जाँदैछ उता के भन्दैछ Serious business, are Serious business, right? Udah deh, udah time. Serious business. फोटो हानौँ न यहाँ के फोटो हान्ने पहिला पेट पूजा हानौँ पेट त के हो यो If I want to get another one, it's a bit too cheesy. Oh no. कति कटरको ज्याकेट लगायो त कति कटरको पाइलट ए बदल वाट्स अप गुड ल
Come into me, turn into me a bit here. Into me. This way. This way. They look like flipping. बादल दिनमा समुद्र रहेछ यार के हो र आर्मी जस्तो देखेको छ त सबैजनालाई त आर्मी जस्तो देखेको छ त कुन चाहिँ हो र कुन चाहिँ हो र हाम्रो You guys need to get out of the way. Any problems, give us a call. It's a mobile number next to each. Alright, are you on a Kruger as well? No. Mystic, so just head over that way, guys, to the side. Thank you. भनिरहेको थियो कि त्यसले किन हामीलाई ढिलो भन त बादल के उडाउन जस्तो गर्छ त Right, drive. Go back. That one, yeah? Yeah. That's the one. Okay. Push it forward, you get forward. Yeah. Push it backwards, you get forward. Yeah. Do that. Okay. Hello? This is... स्टार्ट भयो अब पाइलट पाइलट हुनुहुन्छ यहाँ हाम्रो बाबु के छ ठिक छ ए मैले त बाहिर हेरेको थिइनँ यार आकाशमा डर पो लाग्यो त ओ माय गॉड के छ बादल एकदम मजा आइरहेछ डर पनि लागिरहेछ पाइलट हुँदा कस्तो महसुस भएको छ मजा आइरहेछ हल्का डर लागिरहेछ अब तीनजना मेरो विश्वास र भरोसामा बस्नुभएको छ सबैलाई म एकदम त्यो पनि लगाऊ न पाइलट हुन्छ सेफ ल पाइलटै पाइलट पानीको आउँदैछ अब लाग्यो बोट सोट गऱ्यो होइन 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 बादल के भन्छौ त अब कस्तो भयो लभली एकदम मजा हाम्रो घुमघाम आज यहीँ सकिन्छ अनि अब हामी घर फर्किन्छौँ अनि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद भिडियो हेरिदिनु भएकोमा फेरि भोलि भेटौँ अर्को भिडियोमा बाई बाई